नमस्ते। आज के मिठो खाइरहेको वा तितो खाइरहेको भन्नु होला। यो मिठो फल हो, यो राजवृक्ष फल हो, यो सम्पाक हो, यो चतुरङ्गुल हो। राजवृक्ष यस मानेमा हो कि देखिरहनु भएको छ पछाडि फल लटरम्म फलेको छ, सुन्दर वृक्ष जसको फूल पहेँलो हुन्छ। त्यही अर्थमा यसको नाम राजवृक्ष हो। क्यासिया फिस्टुला पनि भनिन्छ। फिस्टुला जस्तो ट्र्याक भन्छ, अर्थात् ट्युब लाइक स्ट्रक्चर भएको हुनाले यसलाई केसिया फिस्टुला पनि भनिन्छ। यसको फल अत्यन्त मिठो हुन्छ, स्वादिलो हुन्छ, हल्का टर्रो हुन्छ। तसर्थ यो प्रयोज्य हो, यो प्रयोग गर्न सकिन्छ। कुनै पनि विषाक्त लक्षणहरू यसमा छैन, यो खान सकिन्छ। यो खाने केमा त मृदु विरेचक कर्म गर्ने भएको हुनाले जो सुकुमार छ, जो अत्यन्त लघु व्यायाम गर्छन् या लामो समयसम्म अस्पतालमा भर्ना भएर बसेका छन् या जसको कब्जियत दीर्घकालीन छ, कब्जियत दिशा खुल्दैन, त्यस्तो अवस्थामा तथा भर्ती भएर बसेको जो थला परेको जो बच्चा जसको दिशा खुल्दैन तथा औषधि खान पनि मानिरहेको हुँदैन, यो स्वादिष्ट हुन्छ। यो खाँदा कुनै नोक्सान हुँदैन। तर यो राजवृक्षमा जुन फल हुन्छ यसमा लेदो प्रकारको एक चिपचिपा पदार्थ हुन्छ, अहिले सुकेको भएर देखिया छैन। त्यो फल खाँदाखेरि दीर्घकालीन रूपमा खानु भने हुँदैन। त्यसलाई सनाएको पत्तासँग मिक्स गरेर एउटा च्यवनप्राश जस्तो अवलेय बनाइन्छ। त्यसको प्रयोग गर्दाखेरि त्यसले हमेशा फाइदा गर्दछ र सजिलैसँग दिशा पिसाब खुल्ने गर्दछ। यसरी राजवृक्षको फलको प्रयोग गर्न सकिन्छ। जुन जङ्गलमा अत्यधिक रूपमा नष्ट भइरहेको छ, यसको अनेक उपचारको लागि प्रयोग हुन्छ। छालाको रोगको लागि पनि त्यसरी नै प्रयोग हुन्छ भने यसलाई नै विरेचनको लागि जसरी अहिले भने त्यसमा पनि प्रयोग हुन्छ। यसको पत्ता कुष्ठमा, स्किन डिजिज, इचिङमा पनि यसको पत्ताको प्रयोग हुन्छ। तर व्यवहारमा लिने भनेको अहिले यो क्यासिया फिस्टुलाको जुन ट्युब लाइक स्ट्रक्चर, यसलाई चाहिँ व्यवहारमा लिइन्छ, यसको प्रयोग गर्न सकिन्छ। तर औषधिको प्रयोग गर्दाखेरि चिकित्सकको सल्लाह लिन अति आवश्यक छ। यो एक औषधीय द्रव्य हो, तसर्थ यसको प्रयोग औषधि जसरी नै गरौँ र यसको उत्तम लाभ हुन्छ। र यो जहाँ मिल्छ तपाईँले नजिकको आयुर्वेद डिस्पेन्सरी, आयुर्वेद अस्पतालमा लगेर यसको के गुण छ, यसको कर्म के छ बुझ्न सक्नुहुन्छ र त्यही अनुसार लाभ, हानि, नोक्सानी लिन सक्नुहुन्छ।